ल बर्बाद हेत्तेरी यार। आज नोभेम्बर 27 वेडनेसडे। कोरियामा जाडो मौसमसँगै प्राय अधिकांश ठाउँमा आजैदेखि हिउँ पर्न सुरु भएको छ। वर्षको अन्त्यतिर नोभेम्बरदेखि अर्को वर्षको फेब्रुअरीसम्म 4 महिना जति हिउँ पर्न सामान्य मानिन्छ। तर आज पर्दै गरेको हिउँ सधैँ परेको भन्दा बढी नै परेको आभास हुँदैछ। सामान्यतया 0 डिग्रीभन्दा कम तापक्रम भएपछि हिउँ परेको अनुभव भए तापनि यो पटक तापक्रम करिब 5 डिग्रीभन्दा माथि नै छ। अहिले बेलुकीको 5 बज्यो। अत्याधिक हिउँ परेकै कारण आज काम 5 बजे नै थाती राखियो अनि बचेको थोरै समयमा छोटो भिडियो खिच्न भनी बाहिर निस्किए। ढोकैबाट यसरी थुप्रिएको छ हिउँ। ल ल हेरौँ त, गाडी त उतापट्टि ढल्किरहेको रहेछ, एकपाटे भइरहेको रहेछ। त्यो खप्पै त्यो नारी सानो सानो त्यो पुलिसो काटेकोमा पसेछ नि। यहाँबाट गाडी छिर्दैन, यो कहिले निकाल्ने यार। ल आँखा झिमिक झिमिक मात्रै गर्दैछ। त्यो हाम्रो कम्पनीमा ल्याएको स्टिल रड बोकेर आएको गाडी यत्रो यो यहाँबाट छिर्दै कुरा हुँदैन। यहाँ एउटा वान साइड टाइपको वान वे टाइपको गाडी के अरे बाटो थियो, त्यहाँबाट उतै फर्किँदैछ गाडीहरू। आज हिउँकै कारणले बाटो चिप्लो भई हाम्रो कम्पनी आउने क्रममा एउटा गाडी बाटोको छेउको नालीतिर चिप्लिएको छ। भन्न क्षति केही पनि भएको छैन। अब एकैछिन यही वरिपरि खेलौँ है। अहिले म हिउँ खेल्दै गरेको ठाउँ ससाना बिरुवाहरूको नर्सरी हो। यहाँ बिरुवालाई नर्सरीदेखि सारेर केही ठुलो भएपछि अन्यत्र लगिन्छ। यहाँ भएको बिरुवाको पात केही दिन अघि मात्र चिसोको कारण झरिसके। बाँकी रहेका डाँठहरूमा यसरी हिउँ अड्किएर बसेको छ। हेर्दा उसै आकर्षक देखिन्छ। ल यार यी घुँडा ठ्याक्कै मेरो घुँडा आइपुग्यो कि हेर्नु त। गाडी फसेर कम्ती बिजोग भइरहेछ। भोटे हातमा चाहिँ बिजोग छ। म चाहिँ रमाइलो गरिदिउँ एकछिन। पुरै आज खासै माइनस पनि छैन, तर पनि खिच्नुहोस् खिच्नुहोस्। बबाल छ है बबाल। हिउँ जे होस् आजसम्म ठिकै छ। भोलिदेखि चिसो हुन्छ बेसरी। क्या दामी छ नि है। वाउ, तर मैले यसरी भिडियो बनाएँ रमाइलो गरेको थिएन है मैले हिउँमा। यति बबाल बबाल छ कि यो सिनहरू कि ल हेर्नु त यहाँ। ल खिचौँ।
एकछिन है म बन्द आज चाहिँ अचानक हिउँ पऱ्यो कि होइन अचानक भन्दा नि अब मौसमले त देखाएको थियो आज हिउँ पर्छ भनेर तर यति धेरै हिउँ पर्छ भनेर चाहिँ देखाएको थिएन कि र पहिलोचोटि मलाई कोरिया बसाइमा पहिलोचोटि हो मेरो यस्तो भएको चाहिँ माइनस नै छैन कि आज प्लसमै छ 10 देखि 5 डिग्रीसम्म थियो माइनस चाहिँ थिएन तर अहिले पनि माइनस छैन यति धेरै हिउँ परेर पनि बिहानदेखिको परेको अनि धेरै नै पऱ्यो कि अत्याधिक हिउँ परेर नजिकै त्यहाँनिर कम्पनी नजिकै कम्पनीमा गाडी लिएर आउने गाडीहरू पनि खसिरहेछ त्यही भएर आज फेरि बिदा पनि भयो छिटै अनि बबाल छ के रात पर्न लाग्यो अझै हिउँको सेतोले लाइट भएर मात्रै नत्र लाइट 5:30 हुन लाग्यो होला अनि एकैछिनमा चाहिँ निस्केको यसो भिडियोहरूलाई यस्तो बबाल बिरुवाहरू है भाँचिसकेको छ कि लचक्कै भइरहेको छ यी ल बिचरा यस्तो छ यी नुहेर यस्तो लचक्क भएर उता मन्ट चाहिँ यस्तो भइरहेको छ कि ओभर वेट भएर हेरौँ है त यो पुग्नै नसम्मै भएको रहेछ अनि यत्रो यस्तो छ अनि यतिको अहिले त ठड्यो नि त अहिले त पुरै झुकिरहेछ आम्मामा यार यस्तो छ बिरुवा चाहिँ तर हिउँले गर्दा त्यस्तो खिचेर पात भएको भए पात भएकोलाई अझै गाह्रो हुन्छ यो पात छ त्यही भएर यसमा बढी अड्कियो नि त अडियो हिउँ त्यही भएर धेरै लोड पऱ्यो त्यो अब पात झरिसकेको बोटहरूलाई चाहिँ अलिक कम छ हाँगामा अलिक कम हुँदो रहेछ यहीँ अलिकति पात छ त्यसमा पनि यस्तो ल अहिले चाहिँ रात पनि पर्न लाग्यो अब एकछिन यतातिर घुम्यो हिउँसँग एकछिन खेलियो पुरै खुट्टा पनि चिसो भइसक्यो अब चाहिँ म रुमतिर जान्छु आजसम्म सामान्य मात्रै चिसो रहेको मौसम भोलिदेखि निकै चिसिएर जानेछ र अबको करिब 90 दिन यानि कि 3 महिना यहाँको दैनिकी कष्टकर बन्नेछ जे होस् भोग्नु नै छ यहाँसम्म भिडियो हेरिदिनु भयो तपाईँलाई धन्यवाद आउने भिडियोहरू हेर्न दृश्य डायरीलाई सब्सक्राइब गरेर बेल आइकन पनि क्लिक गर्न नभुल्नुहोला है हस्त धन्यवाद फेरि भेटौँ